गर्नु होला भन्न चाहन्छु। विधान एकदम आएर राम्रो एकदमै वाइल्ड एक्सपिरियन्स। आशिष वीर गोर्खालीले के हुन्छ भने तिमी त रोइरहेको थियौ हैन? एकदम मजा यो रोको मैले सबभन्दा टपमा यिनीहरू बसिरहेको थिए माथि। डेडेभिलहरु यिनीहरू चाहिँ तल बसेर यिनीहरू डरमा गयो भने यिनी तीनटा हाई गाइज, मैले चाहिँ यहाँनिर हेमनको भ्लग ड्रिम च्यानल चाहिँ ह्याक गरिसकेको छु होइन। अब चाहिँ म चाहिँ हामी चाहिँ गाइजहरूसँग आइरहेको छु। हामीले अहिले के खेल्यौँ? कोलम्बस खेलेको उसले रेकर्ड गरिसकेको छ होइन। अहिले चाहिँ हामी एक्वेरियम जान आँटेको। अब यहाँनिर चाहिँ यसो टिकट देखाउनु पर्यो। छोड टाइगरको फोटो खिच तिमी पनि अगाडि आउँछ। को मान्छेले टाइगर भन्यो त्यो मैले त पुष्टि गर्न लाग्दा हेमन्त साउट आउट हेमन्तको साउट आउट गर्न जान्छ। इट्स मी हेमन्त साउट आउट। क्वेसन टाइम। ल यो माछाको नाम के हो हामीलाई कमेन्टमा लेखेर भन्नुहोस्। सही जवाफ पाउनेले लाइक पाउनुहुन्छ। आउने पर्ने ठाउँ चाहिँ यहाँ रहेछ। हामी बाहिरतिर पनि जाँदैछौँ। अब हेर्नुहोस् यहाँ कस्तो राम्रो छ। यतातिर अब हामी यहाँभित्र जान्छौँ। यता देखाऊ है। ल यहाँ हाल्नु गाइज, यहाँ चाहिँ एकदमै राम्रो दुबई जस्तो। यो हो नि त माछा झगडा भएको भइसक्यो। झगडा गर्दैन नि यिनीहरू माछा झगडा गर्दैन नि। आइसा घुम्यौ कस्तो लाग्यो? आशा तिमीलाई कस्तो लाग्यो त घुमेर? विधान कस्तो भयो त अनुभव? नाइस एकदम मजा लियो। 500 रुपियाँको एकदम कस्तो 150 रुपियाँ सक्यो है। भ्याइयो होइन घुमेर? एक्वेरियम घुम्यो। अब हामी बाहिर आएको। अब चाहिँ हामी घर जाने हो। कस्तो मजा आयो आजको दिन। एकदमै वर्थ इट हो। अनि तिमीलाई आशिष? एकदम ठिक छ। 1000 रुपियाँ मेरो वसुल भयो। अरू के भन्ने जस्तो ठिक छ। भ्याइयो होइन? कहिले कसो घुम्नुपर्छ होइन? विधानलाई सोधौँ। विधान एकदम आएर राम्रो गरिदियोस्। आशिष दसले भन जाम भनेर राम्रो काम गरौँ।